आधिकारिक पत्रकारले त यहाँ समस्याको समाधान गर्ने गरिबको त हाली पनि दिँदैन भिडियो। ल ल के भयो भन्नुहोस् न तपाईँको। केही पनि भएको छैन। ल ल ल भनिहाल्नु न। पहिला भन्नुहोस् तपाईँ आधिकारिक पत्रकार हो कि होइन? तपाईँ भन्नु न। तपाईँ पहिला भन्नुहोस् आधिकारिक पत्रकार हो कि होइन? तपाईँको प्रब्लम के हो? तपाईँ पनि युट्युबे हो या फेसबुके हो कि तपाईँ आधिकारिक पत्रकारै हो भन्नुहोस् पहिला। तपाईँको समस्या के हो? मेरो समस्या त्यही हो। यहाँ धेरै भ्रम फरिरहेछन् क्या, छरिरहेछन् क्या। यहाँ कोही आरएसएसको मान्छे, कोही होइन आइएसआईको मान्छे, कोही अन्डरवर्ल्डको मान्छे, यहाँ त भ्रमै भ्रम फिर्छ। यहाँ छुट्याउनै गाह्रो छ को कसको मान्छे हो भनेर, को जासुस हो, को हेल्प गर्न आएको हो भनेर छुट्याउनै गाह्रो छ यहाँ छैन। यहाँ पीडितहरूलाई सोध्नु कि यहाँ छुट्याउनै गाह्रो छ, को साथ दिन आएको हो र को यहाँनिर खुट्टा तान्न आएको हो, को पछाडिबाट ढुङ्गा हान्न आएको हो, को खुकुरी हान्न आएको, यहाँ छुट्याउनै गाह्रो छ नि। समस्या त्यो हो। ल भन्नुहोस् न, तपाईँ चाहिँ माइती घरमा आउनु भएको छ, किन आउनुभयो? म चाहिँ होइन यहाँ अवलोकन गर्न आएको, यहाँ चरित्र नेपालीहरूको पत्रकारहरूको समाजको सामाजिक चरित्र हेर्न आएको, बुझ्न आएको कस्तो रहेछ त भनेर। तपाईँ को हो त समाजको चरित्र हेर्ने पत्रकारलाई? यो समाजको नागरिक हुँ म, यो समाजको नागरिक हुँ, बुझ्नुभयो? यो देशको नागरिक हुँ म। अनि के देख्नुभयो त माइती घरमा? माइती घरमा म धेरैदेखि बसेको छु होइन। यहाँ धेरै कुराहरू छन् होइन। सायद मैले भने पनि तपाईँले पनि यो क्यामेराहरू होइन तपाईँले भिडियो पोस्टै गर्नुहुन्न भन्नुहोस्। होइन भन्नुहोस् न, समस्या त भन्नु पर्यो नि तपाईँको। के हो कुरा? मैले भने त समस्या तपाईँहरू हो भनेर। ल हामी समस्या के भयौँ ल भन्नु। मैले तपाईँलाई पहिल्यै भने नि कि तपाईँ आधिकारिक पत्रकार हो कि होइन भनेर सोधेँ नि मैले। त्यो मेरो समस्या भएर मैले सोधेँ। हो तपाईँ आधिकारिक पत्रकार हो? ए सर, हामी आधिकारिक नभएर क्यामेरा बोकेर हिँड्छ भने? अरे यहाँ क्यामेरा बोकेर हिँड्ने सबै आधिकारिक हो भन्ने पुष्टि गर्न सक्नुहुन्छ? अरू कोही होला नि त्यस्तो पनि छ, पुष्टि गर्न सक्नुहुन्छ? तपाईँको समस्या चाहिँ के छ त्यो भन्नुहोस्। क्वेसन गर्ने अधिकार चाहिँ तपाईँहरू जस्तो पत्रकारलाई मात्र छ, जनतालाई छैन? होइन क्वेसन गर्ने अधिकार जनतालाई छैन। लाइसेन्स मोड्ने क्वेसन गर्ने कि सरकारसँग क्वेसन गर्ने सबै अधिकार तपाईँको छ। तपाईँको समस्या गरेको छैन? कहाँ गरेको छैन? मिडियाले कहिले शोषण गर्यो तपाईँ यस्तो व्यक्तिलाई? अनि तपाईँ हो को? आर्यन तामाङ यो देशको तपाईँ आर्यन तामाङ, तपाईँ स्वतन्त्र नागरिक पनि धेरै सुनेको छु।